पनि हाम्रो बाटोदेखिको भ्लग सुरु हो। जहिले पनि घरबाट भ्लग बनाउनु भने हुन्छ, तर जहिले बिर्सिहाल्छ। आधी बाटो आएपछि चाहिँ ल भ्लग बनाऊ भन्ने सम्झाउने मान्छे चाहिँ उहाँ है सरप्राइज छ गाइज होइन। अब डेस्टिनेसन कुन छ मलाई पनि थाहा छैन, उसलाई पनि थाहा छैन। हामी टुरिस्ट हो होइन, तर जो जानलाई चाहिँ कहाँ चाहिँ मलाई चाहिँ थाहा छ, उसलाई चाहिँ थाहा छैन। अब हेरौँ होइन डेस्टिनेसन कस्तो हुन्छ। जर्नी त न त डेस्टिनेसन हुन्छ होइन, हेरौँ जाउँ कस्तो हुँदो रहेछ। उसको लागि चाहिँ सरप्राइजहरू रियाक्सनहरू कस्तो हुँदो रहेछ उसको रियाक्सन है। है गाइज सियु है। अन्त हामी अरू बनाइरहन्छ हेर्नु होला। हाम्रो सानो पुसा यहाँ छ, हाम्रो सानो पुसा हाई भनिदेऊ, हाई भनिदेऊ न। इराको बच्चालाई उठाएर लिएर हिँड्छ घुम्न जाने भनेर, तर कुन ठाउँ भन्ने के ठाउँ भन्ने थाहा छैन होइन। कस्तो कालो देखा हो मेरो आँखा, इग्नोर है यो कालोलाई चाहिँ। थाहा छैन नराम्रो ठाउँ रहेछ भनेदेखि हो खुल्ने हो। अब हेरौँ कहाँ हो, थाहा हुन्छ अहिले। बाई बाई। रमाइलो छ छैन अरे हे भगवान्, बाबाले नराम्रो ठाउँमा लानु भएको किन मन पर्दैन त्यो ठाउँ थाहा नै छैन कुन ठाउँ हो। अब रमाइलो छ भनेको छैन अरे हे भगवान्। कति जान्ने हो मेरो पुसा, मेरो पुसाहरू, मेरो पुसा, मेरो पुसा। राम्रो होस् या नराम्रो होस् केही कमेन्टहरू दिनु होला। पहिलो भ्लग भन्दा पनि अगाडि भ्लगहरू चाहिँ छ, तर हाम्रो बिस्तारै स्टार्ट गर्दैछौँ कि हामीले भ्लग चाहिँ। अनि तपाईँहरूले सपोर्ट दिनुभयो भने चाहिँ हाम्रो डेली जस्तो भ्लगहरू पनि आउँछ, तर हामीलाई लाइक र सब्सक्राइब चाहिँ चाहिन्छ हो कि न। सारा थाहा छ कुन ठाउँ हो कि थाहा हुन्छ, सबैले थाहा छ। नाला भनेर कसलाई थाहा हुँदैन, सबैले थाहा हुन्छ। टाढाको मान्छेहरूलाई थाहा नहोला, यतातिरको थाहा हुन्छ। नाला आइपुग्यो, हामी नालाबाट नै आइसक्यो हामी। मेरो यो स्वर चाहिँ काठमाडौँको अहिलेदेखिबाट बसेको लगभग 1 हप्ता बढी हुन लाग्यो। बसै छ, खै उठ्दैन स्वरै। सारा नेपालले सोधिनु होला है तपाईँको स्वर कसरी बस्यो भनेर होइन। उहाँहरूलाई चाहिँ अलिकति अब एटेन्सन चाहिन्छ नि त, प्लिज है सबैले सोधिदिनु होला। अहिले त्यस्तो होइन, फेरि कमेन्ट दिन आउला भनेर अगाडि नै भनिदिएको कि मैले। यसो राजुहरूले अलिकति बसेर बोल्न अलिक गाह्रो छ नि त, त्यही भएर हो। मान्छे हेप्न पायो भने हेप्दिने हामीलाई अझै। नालाको बाटो तर जाम छ भन्छन्। हामी नालाको बाटो जाने होइन कि यताबाट मास्तिर हो र। अब मेरो सानो पोका चाहिँ अगाडि छ, म्युजिक बजाउन आइसक्छ। यहाँबाट हामी भक्तपुरतिर होला भनेर एक्सपेक्ट गरिरहेको थिएँ हौ। ल भो मैले खिचिनँ है अब चाहिँ। हाम्रो कान्छोमा घर हो है, कोही पनि छैन जस्तो ल। सेक मिठो पाउँछ अरे। बिहानै पानी पर्यो, बिहान पानी परेपछि जाने क्यान्सल भएको थियो। हजुर पसल होला, गाउँघरतिर पनि पसल भइहाल्छ नि। कस्तो राम्रो चौतारी यस्तो रहेछ नि, होइन रहेछ रुख मात्रै रहेछ हेर्नु न, कस्तो राम्रो भाव। यहाँ चाहिँ हामी होइन हाम्रो पहिला
प्रोग्राम हुँदाखेरि यताको एउटा स्कुल छ त्यहाँ स्कुलमा हामी आएको थियौँ कि कस्तो दामी देख्ने यार कस्तो ब्लर भइदिएको तिमीले पनि मलाई हेप्छौ कस्तो नहेप नि तिमी मलाई त्यसरी वाउ कस्तो राम्रो ठाउँ देखिने कि यहाँबाट देख्दैन होला देख्दैन ठाउँ चाहिँ दामी देख्ने छ ल हजुर होइन हिमाल होइन डाँडा हामीलाई तपाईँहरू नि आउँछ भने चाहिँ केही भिडियो हेरेर आउनु सक्नुहुन्छ यहाँबाट यहाँ रहेछ पसल तर पसलमा केही छैन दामी छ दामी बाटो सबै राम्रो छ अनि हेर्नको लागि भ्यूहरू पनि एकदमै राम्रो छ भ्यू लभरहरूलाई चाहिँ आउँदा घुम्दा चाहिँ एकदम रमाइलो रहेछ ल तर मैले यता भनेर त मैले सोचेको थिएँ मतलब भक्तपुरतिर लानुहुन्छ होला भन्ने ठानेको थियो यता अब कता हो थाहा छैन 1 घन्टाको राइड भन्ने बित्तिकै त होला नि त अलिकति कतै भन्ने ठान्थ्यो अब यहाँबाट त्यही माथि जङ्गल त होला त्यहाँ सल्लाह गाडीको छ यस्तो ल यस्तो छ टाढा टाढा झर्यो पानी परेर दिन त कस्तो सफा देखेको के पातहरू त्यो बाटो छेउको पातहरू कस्तो धुलै धुलो हुन्छ नि रुखको तर एकदमै कस्तो सफा देखेको छ त्यो पानीले सबै पखालेर होला यस्तो छ भटभटे साउजी के छ खबर गडी भनेर चाहिँ यही होला यहीँ माथि सल्लाह गयो उयोहरू होला टुकुचा 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 कुर्कुचा एउटा एउटै सुनिन्छ है साथीहरू टुकुचा कुर्कुचा वाउ हेर्नु कस्तो दामी देख्यो कि रुखहरू त्यसै कस्तो मजाले करायो तर मैले खिच्नै पाइनँ हाम्रो छोरालाई चाहिँ हेर्नु परेछ उ ल थाहा छैन मलाई त यो बाटो त हामी तपाईँले जाने तपाईँको डेस्टिनेसन हेर्नुभयो होला नि त ए हामी यता ऊ निक्लिँदा हो के पोखरी भन्ने के छैन ओ लाली गुराँस रहेछ लाली गुराँस चम्परी चम्पा चमेली गीत मिलेको मिलेन अनि यताबाट अनि हामी आधी बाटोबाटै फर्किनु पर्यो भने नि सुन्नुभयो कहाँ घुम्नु जानु लाग्ने थाहा छैन त्यो मान्छेलाई आनन्द नहुने कि एकछिन रोकेर बस्ने हो सानो रमाइलो भइरहेछ तिमीलाई हजुर हो रे हो मेरो छोरो नि हो गर्छ उसलाई नि घुम्न नपाए त खुसी हेर न टाउको हल्लाको गर्दै मुसा यस्तै हो मुसा बोल्दैन घरिघरि मुसा रमाइलो छ रमाइलो ल यही ल्याएर नयाँ बन्दै होला नाथली के हो त्यो रिसोर्ट जाने बाटो यता हामीलाई
होइन तर त्यता मास्तिर होइन चाहिँ मैले भिडियो चाहिँ बनाइनँ तर यो पिच छ नि यो पिचको बाटो सिधै सिधै रहेछ क्या हजुर हजुर के भयो मेरो छोरोलाई हो है वाउ उसलाई रमाइलो लागिरहेछ यहाँ गाउँ कता हो अब दुईटा बाटो रहेछ तर कन्फ्युज भयो अब हामी तल्लो बाटो नै लाग्छ मलाई उयो बाइक आउँदैछ बाइकवालालाई सोधौँ न त तलबाट आउँदैछ रानी झुला जाने यतै हो पुल जाने पुल जाने यतैबाट हो पुल पुल झुलुङ्गे पुल यहाँ भाइरल पुल छ नि ए ल थाहा भएन अरे थाहा भएन अरे कस्तो किरिङ मिरिङ कस्तो छ हेर्नु त काठमाडौँको वातावरण एयर पोल्युसन यहाँबाट हेर्दा त हाम्रै आँखा कस्तो धमिलो हुँदो रहेछ चाहिँ हाइवेबाट मासतिर लागिसके हाइवेबाट तलतिर होइन दुईटा बाटो रहेछ त्यहाँ पनि त्यहाँबाट पनि तलतिर होइन कि मासतिर नै भक्तपुर निस्किन्छ हो त्यसै भक्तपुर छिरे राम्रो त यता त्यहाँ जाऊँ अनि भक्तपुर छिर ऊ छोरीको एक दुईवटा भिडियो बनाइदियो भक्तपुरमा अनि खेर आऊ के छ विचार केही छैन विचार यस्तो छ विचार सिचार विचार भने जस्तै कहीँ पनि जानु पाइँदैन नगरकोट जाने यता भित्रबाट रहेछ ल बाई बाई गरेछ तिमीले चिने मान्छे छ र बाई बाई गरेको छैन अब यता मासतिर होला तलतिर यता मासतिर होइन यता तलतिर चाहिँ कस्तो ओह्रालो के ओह्रालो बाटो त कति हेर्नु होइन यतातिर यसो हेरौँ न च्याइ गर भनेको त रमाइलो छ होला भर्खर पिच गरे जस्तो छ यो बाटो त्यो अलकत्रा अझै बनाइरहेको छ अलकट्टा हुन्छ कि अलकत्रा हुन्छ अलकत्रा त्यो अझै पनि गनाइरहेको छ क्या यो बाटोमा भर पिच भएको छ यो बाटो वाह अब ट्याक्क लाएर स्टार्ट अफ गर्ने हो सारा मलाई फुलहरू सार्नु मन थियो यार हिजो सोधेको 2000 रे यस्तो त्यो यत्रो बोट बनाएको थियो नि तपाईँले याद गर्नु भन तपाईँले होइन होला ए यहाँबाट चाहिँ अब सुरु अलिकति होला यता चाहिँ यस्तो यस्तो बाटो साथीहरू बन्दै पो रहेछ है ल काठमाडौँ जान्छन् होला नि त तर मलाई त बनपाबाट जब यता आउँदा नि कस्तो कहाँ पुग्यो यस्तो फिल भयो हौ साँच्चै नै यस्तो रहेछ अलिकति बाटो चाहिँ बिग्रिया छ गर अलिकति कता मासतिर त बाटो चाहिँ डेन्जर रहेछ यता आएपछि चाहिँ अलिकति बनाउन बाँकी नै रहेछ कि त्यहाँदेखि केही छैन पानी पऱ्यो नि हामी चाहिँ चिप्लो छ कि भन्ने सोचेको चिप्लो चाहिँ छैन कस्तो राम्रो फुल फुलेको रहेछ त्यहाँनिर रोज फुल कति राम्रो के हाम्रो घरमा रोज फुल छ होइन त्यो बोट चाहिँ त्यो मुना पलाउँदा चाहिँ कस्तो राम्रो भएर आउँछ अनि ट्याक्क फुल फुल्ने बेला चाहिँ यस्तोबाट हुनुपर्ने यस्तो फुल दिन्छ क्या आफ्नो चाहिँ कस्तो राम्रो फुलहरू रहेछ क्या त्यहाँनिर अधिकारी मेरो कपाल स्काफ नआउने होइन
फेरि ए भगवान् मेरो बुढालाई ओर्ला ओरिनै हो ओरिनै पर्ने हो पहिला भयो आधी गाडी हेर्दा पुस्तक गाडी जस्तो छ फेरि आधी गाडी भन्छ त्यही गाउँ हो आधी गाडी गाउँलाई हेर त यता निस्केपछि चाहिँ अलिकति बाटो खराब भयो पनि यता आएपछि फेरि पनि पिच्छ के सरर त्यो अलिकति बाटो बिग्रेको चाहिँ हो सबै बाटो त्यस्तो छ कि जस्तो लागिरहेको थियो मलाई तर होइन रहेछ यता चाहिँ राम्रै छ यता आएपछि चाहिँ ओ यहाँ त यसो उ गर्ने ठाउँ पनि रहेछ नि यसो चाहिँ हाम्रो टोलतिर नि बनाइदिनु नि यहाँ एक्सर्साइज गर्ने ठाउँ कता हो यता मासतिर भनौँ भने त होइन बाटै छैन तलतिरै होला हामी आइसक्यौँ तलबाट नि जान्छ अरे बाटो चाहिँ तर हामी चाहिँ यहाँ माथि नै रोकेर हिँड्यौँ ट्याक्कै यो रिसोर्टलाई याद गऱ्यो भने चाहिँ उनीहरू चाहिँ मलाई छोडेर हेर न बाउ छोरी अघि अघि एक्लै छोड्दा ला हेलो हाई गरिदियो छोरो नमस्ते गरिदियो नमस्ते सबैजनालाई नमस्ते हो मेरो छोरा जे भन्नु त्यही गर्छ भने बोली मात्र फुटे छैन कि बोली फुटोस् न त्यसपछि त ब्रिजी नआएको त खतरा खतरा भिडियोहरू आउँछ नि त साथीहरू अनि त्यसरी झन् धेरै सपोर्ट गर्नुपर्छ है हामीलाई यताबाट चाहिँ अनि ट्याक यस्तो बाटो रहेछ कि चराहरू कराएको मजा आउँछ सुन्नलाई खु खु गर्दै गराउँछ यताबाट चाहिँ यस्तो छ र बाबा छोरीहरू अगाडि अगाडि हिँड्नु सक्नुभयो मैले चाबी आमा चाहिँ हालेँ तर कहाँ हालेन थाहा भने कि ल हराउँदैन जामा नि रमाइलो छ यार यस्तो यस्तो जङ्गल जङ्गल हिँड्नुपर्छ मलाई चाहिँ डर लाग्छ जङ्गलको बाटो पानी परेस्तो छ हेर्नु नि ओ मेरो खुट्टा हे 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 आमाको चाड यो बाटो हो त अनि खोइ त कहाँ खोइ ए वाह राम 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 देखिन्छ त देखिन्छ उतै होला है साथीहरू पुल चाहिँ तर लास्टै हिँड्नु पर्ला जस्तो नि त धेरै हिँड्नु पर्ला जस्तो 10 मिनट हिँड्नुपर्छ 10 मिनट ओहो यार धेरै मोटा काम लाग्ने भयो अब ए भर्याङ बाटो होइन म त भर्याङ भन्ठाने नि कस्तो म पनि यार भर्याङ भन्ठाने क्या मैले भर्याङ भएर चाहिँ हिँड्न गाह्रो लाग्यो 1300 भन्दा म जति नै हिँडिदिन्छु नि होइन 1300 भन्दा तपाईँहरू हिँड्नुहुन्छ कि न 1300 भयो भने 1300 पनि जति नै हिँडिन्छ ला यही बाटो सिधा छ ठिक छ है नि त मिनी झर्ना अरे हौ मिनी झर्ना तर यहाँ मान्छेहरू आउने चाहिँ टर्नै हुन्छ सारा चुवाइया चुवाइया भने जस्तो पानी आइरहेको ज्वाइया ज्वाइया लाएर साथीहरू झर्ना त दामी रहेछ ल सानो झर्ना भयो नि होइन रमाइलो छ बिच बिच बाटोहरूमा जस्तो पानीहरू पनि छ होइन छ्या कस्तो बोले होला मैले होइन गर्दै बोले छ्या मेरो स्वर चाहिँ यस्तो होइन मेरो स्वर मैले जस्तो बोल्छु म त्यस्तै हो अलिकति पछाडि बस्यो भने चाहिँ मलाई छोडिदिएर हिँड्नुहुन्छ के ढिलो हिँड्छ भनेर छोडिदिनुहुन्छ कति नै चाँडो हिँड्नुभएको हामी आफ्नै पारामा हिँड्ने हो नि होइन हामी छोड्दैन हामी आनन्दले हिँड्ने हो रमाइलो छ रमाइलो यस्तो आउने भनेर थाहा बिहान दिए भए त म यसो भिडियो सिडियो बनाउनलाई टिकटक सिकटक गीत सित राख्थेँ नि यस्तो खान धोकेबाज सरप्राइज रे फाइनली आइसक्यो हेर नि त मैले उसले भन्नु त मैले पहिला भन्दै क्या रियाक्सन हामी आइसकेको छ रानी झुला होइन हेर्नुहोस् यस्तो बवाल छ ठाउँ होइन दुवैजनाको फर्स्ट एक्सपिरियन्स हो होइन तर यहाँ आइन्छ भने चाहिँ सोचेको पनि थिएन मैले भाइ तर आइपुग्यो हामी
बसै आयो फोटो चाहिँ नखिची यस्तो जा झुलसँग डराउँछ पुलसँग यसो त बच्चा बेला हिँडे यसो त बीचमा मजा आउँछ क्या अझ हल्लाएपछि मलाई त लाग्दैन बच्चा बेलामा हाम्रो घरमा उता जाँदाखेरि यस्तै पुल त तर्नुपर्छ नि यसो पुल त हामी बच्चा बेला पनि चढ्दैन यार के डर लाग्नु यस्तो छोरीको त फर्स्ट एक्सपिरियन्स हो यो कालिज पाउँछ क्या बुढो त्यहाँनिर ऊ त्यो बाह्र गएर बुझेर लाने हो क्या एउटा कालिज झन् च्यातिदिएको मेरो ज्याकेट चट्ट बनाइदियो है कस्तो रमाइलो छ झन् चाहिँ बोलाउनै पर्छ तपाईँलाई त यार मलाई जहाँ जाँदा पनि छोडिदिने भने यो मान्छे त बाल छैन बुढीको छोरी पाएपछि त खुसो भन्न नमिल्ने तल झन् कस्तो दामी रहेछ रुखहरू ए भाइ कस्तो दामी छ ल दामी दामी जङ्गल वरिपरि जङ्गल बिचमा मङ्गल भने जस्तो वरिपरि जङ्गल बिचमा पिल्छ होइन साना पुलमा आइसक्यो गाइज होइन तर पुलमा साह्रै डर लाग्यो है गाइज पारी चाहिँ पुगेर आउनु जाउँ पारीसम्म मात्रै हो नि पुगेर आउने नाइ के नजानी त्यता गएपछि 20 रुपियाँ तिर्नुपर्छ किन तिर्ने खस्यो उल्लु बनायो मेरो सानलाई कति रमाइलो भइरहेछ बाबा जाउँ 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 हिजो छोरीले यहाँ यस्तो खतरा बनाइराखेको नि ल अब चाहिँ हामी गयौँ होइन रमाइलो छ माथि जिप लाइन पनि रहेछ जिप लाइनको अब हामीले चाहिँ होइन एक प्लेट पानी चटपट खाइसक्यो होइन अब चाहिँ हामी पानीपुरी खाने क्रममा छौँ होइन धीरे धीरे बनाउँदै हुनुहुन्छ अनि हाम्रो यहाँ लभ वानहरू चाहिँ यहाँ बसिरहनु भएको छ ठुलो लभ एन्ड सानो लभ दुईजना बसिरहनु भएको छ अनि ब्याकग्राउन्डमा तपाईँहरूले देख्न सक्नुहुन्छ के अरे के भन्छ नि यसलाई के झोला अरे रानी झोला देख्नुहुन्छ अनि त्यस्तै माथि चाहिँ जिप लाइन पनि रहेछ होइन बबाल छ जिप लाइन चाहिँ बबाल हाइटमा छ Kemana Tara? Udah ada suara udah. तिमीले कहाँ याद गर्थ्यौ होला र बाबाले यसरी तिमीलाई काँधमा हालेर बोकेको भोलिपर्सि के गर्दा छ र मेरो लागि नभन ल छोरो हस् बाबाले जे देखे त्यही देखाएको छु बाबाले तिमीलाई ओके हस्